नमस्ते सबैजनालाई। आज चाहिँ म यतिकै भ्लग स्टार्ट गर्दैछु, सबैजनाले हेरिदिनु होला। यो चाहिँ हाम्रो कुर्चौर हो। त्यहाँ चाहिँ आज टिकाको थोरै जौँ चुट्न बाँकी थियो, अनि मलाई आइज न एकछिन भनेकी थिए, अनि म चाहिँ गएको थिएँ। हाम्रो निरता नानी, टिका, भाउजू हुनुहुन्थ्यो। सबैजनाले राम्रोसँग चुट्यौँ, अनि त्यसपछि मलाई चाहिँ खासै चुट्न आउँदैन नि त, अनि त्यही भएर मैले यस्तो बोकेको पनि भिडियो बनाएँ, किनकि म पनि गएको थिएँ नि त, अनि मैले पनि काम गरेको भनेर देखाउनु पर्यो नि त, अनि त्यही भएर मैले चाहिँ भिडियो खिचेँ। अनि मैले यत्तिकैमा यस्तो के अरे मिलाउँदै थिएँ, टिकाले कति संस्कारी देखेँ कि त भनेर एउटा भिडियो पनि खिची, अनि ल खिच्न त भनेर मैले पनि यस्तो काम गरेँ। अनि त्यसपछि मलाई यसो थकाइ लागेको थियो, अनि म चाहिँ बोकेर यसो पारी गएर बसेको थिएँ। टिकाहरूले काम गरिरहेको थियो, अनि मैले टिकाहरूको नानीको भिडियो बनाउँदै यतिकै बसिरहेको थिएँ। नानी चाहिँ ढाड दुख्यो भन्दै थिएँ, के गर्नु, दुःख छ, गर्नु पर्यो। अनि टिका पनि भाउजू पनि केही कुरा गर्दा हाँस्दै थिएँ। म चाहिँ पारी गएर क्लिप खिच्दै थिएँ। म चाहिँ थोरै बोकेर घर फर्केँ, किनकि म मामा घर जानु थियो, नानीको बर्थडे थियो। अनि म चाहिँ आएँ। मामा घर जाँदा पनि एउटा भिडियो बनाऊँ न भनेर पारी गएर एउटा घरको फोटो खिचेँ। यो चाहिँ हाम्रो घर हो, ऊ हाम्रो चल्लाखोर हो। यो चाहिँ हाम्रो घर बारी खेत सबै हाम्रो हो यो। अनि यसो भिडियो बनाउँदै गएँ म चाहिँ। यो चाहिँ हाम्रो पुरै गाउँ हो, किनकि सानो छ, राम्रो छ, जे भए पनि हाम्रो गाउँ हो भनेर यस्तो भिडियो बनाएँ मैले। अनि बर्थडेमा नानीको बर्थडे थियो, नानीसँग फोटो पनि खिचेँ मैले। त्यसपछि हाम्रो मम्मीको नाच पनि हेर्नु।